खबरदार नेपाली सेलिब्रिटी र इन्फ्लुएन्सरहरू, तपाईँले कस्मेटिक सर्जरी गराउनु भएको छ भन्दैमा तपाईँले त्यसको मार्केटिङ र एडभर्टिजमेन्ट गर्दै हिँड्नु पर्दैन। भोलि कुनै पनि पब्लिक तपाईँको एडभर्टिजमेन्ट देखेर त्यो सर्जरी गराउन गयो र उसको सर्जरी बिग्रियो भने के तपाईँ त्यसको लाइबिलिटी लिन सक्नुहुन्छ? नेपालको प्लास्टिक एन्ड कस्मेटिक सर्जरी फिल्डको बारेमा तपाईँले कति रिसर्च गर्नु भएको छ? कतिजना बोस्ट भिक्टिम्सलाई भेट्नु भएको छ? कतिजना भिक्टिम्स चाहिँ जसको चाहिँ अनुहार बिग्रिएको छ, शरीर बिग्रिएको छ र उनीहरू रात दिन डिप्रेसनको मेडिकेसन खाएर बसिरहेका छन्, तपाईँलाई थाहा छ? पक्कै पनि थाहा छैन, तर त्यो कुरा मलाई राम्रोसँग थाहा छ। तपाईँलाई त यो कुरा पनि थाहा छैन होला कि नेपालमा प्लास्टिक सर्जरी पढाइ हुन थालेको खासै धेरै भएको छैन र पहिला पहिला नेपाल मेडिकल काउन्सिलले मास्टर्स इन सर्जरी गरेका जेनरल सर्जनहरूले 1 वर्षको प्लास्टिक एन्ड कस्मेटिक सर्जरी फेलोसिप गरेर आएपछि उनीहरूलाई प्लास्टिक सर्जन भएर काम गर्ने स्वीकृति दिन्थ्यो। प्लिज गएर रिसर्च गर्नुहोस् कि त्यस्तो क्वालिफिकेसन चाहिँ प्लास्टिक सर्जन हुनको लागि इनफ हुन्छ कि हुँदैन भनेर। नेपालका सर्जनहरूसँग त्यो लेभलको एक्सपर्टिज, त्यो लेभलको एक्सपोजर र त्यो लेभलको स्किल्स छैन। यदि एकचोटि कसैको सर्जरी बिग्रियो भने उहाँहरूसँग त्यो सर्जरी रिभिजन गरेर मिलाउन सक्ने स्किल्स पनि छैन। यो मैले आफै बनाएर भनेको कुरा होइन, यो मलाई सर्जनहरू आफैले भन्नुभएको कुरा हो। कतिपय सर्जनहरूले सर्जरी बिगारिसकिसकेपछि पेसेन्टलाई तपाईँले मलाई यस्तै रिजल्ट दिनु भन्नुभएको थियो, त्यही भएर मैले यस्तो बनाइदिएको भन्ने एक्सक्युज दिएको प्रमाण पनि मसँग छ। तपाईँलाई के लाग्छ, कुनै पनि मान्छे मलाई नराम्रो बनाइदिए, मेरो अनुहार बिगारिदिए, मेरो शरीर बिगारिदिए, मलाई कुरूप बनाइदिए, मलाई नराम्रो रिजल्ट्स दे भनेर कुनै डक्टरकोमा सर्जरी गराउन जान्छ होला? कतिपय डक्टरहरूले पेसेन्टलाई ब्लेम गर्दै तपाईँले आफ्टर केयर राम्रोसँग नगरेको भएर तपाईँको कम्प्लिकेसन भयो, त्यो कम्प्लिकेसनले गर्दाखेरि चाहिँ तपाईँको रिजल्ट नराम्रो आयो भनेर पनि बेवकुफ बनाएको मैले सुनेको छु। नेपालमा पेसेन्टलाई के भयो भने कहिले पनि फेरि इन्भेस्टिगेसन हुँदैन। यहाँनिर जम्मा 20-25 जना प्लास्टिक सर्जनहरू हुनुहुन्छ र उहाँहरू एकअर्काको एगेन्स्टमा बोल्न चाहनुहुन्न, उहाँहरू बरु न्युट्रल बसिदिनुहुन्छ र बायस्ड ओपिनियन दिनुहुन्छ। त्यस कारणले गर्दा यदि कोही एक्चुअल भिक्टिम हो भने पनि उसले कहिले पनि नेपाल मेडिकल काउन्सिलको थ्रुबाट जस्टिस पाउँदैन। यदि कोही डिसफिगर भयो, कसैलाई कम्प्लिकेसन भयो वा भनेको जस्तो रिजल्ट आएन भने त्यो चाहिँ डक्टरको मिस्टेकको कारणले भएको हो कि होइन भन्ने कुरा कहिले पनि इन्भेस्टिगेसन हुँदैन, किनभने नेपाल मात्र एउटा यस्तो देश हो जहाँ डक्टर कहिले पनि रङ हुँदैन। नेपालमा अझै पनि प्लास्टिक एन्ड कस्मेटिक सर्जरी ट्रायल एन्ड एररको फेजमै छ। त्यस कारणले यदि तपाईँ नेपालमा प्लास्टिक एन्ड कस्मेटिक सर्जरी गराउन जानु हुँदैछ भने तपाईँले एकदम ठुलो रिस्क लिनु हुँदैछ। तपाईँ इन्फ्लुएन्सर र सेलिब्रिटी भएर त्यो कुरा प्रमोट गर्नु हुँदैछ, मार्केट गर्नु हुँदैछ भने तपाईँले अरूको लाइफलाई रिस्कमा पार्नु हुँदैछ।